नमस्ते। आजको यस भिडियोमा मैले तपाईहरुलाई शेयर बेचिसकेपछि मेरो शेयरबाट कसरी ट्रान्सफर गर्ने भन्ने कुरा देखाउन गइरहेको छु। त्यसको लागि तपाईहरुले आफ्नो मोबाइल अथवा कम्प्युटरमा भएको गुगल क्रोममा गएर यहाँनिर सर्च बटनमा मेरो शेयर भनेर टाइप गरिसकेपछि यहाँ तपाईले देख्न सक्नुहुन्छ। मेरो शेयर लगइन भन्ने अप्सनलाई चुज गर्नुपर्ने हुन्छ। यसरी चुज गरिसकेपछि तपाईले सबैभन्दा माथि मेरो शेयर भनेर देख्नु भएको छ, यसलाई ओपन गर्न होला। यसरी ओपन गरिसकेपछि तपाईले देख्न सक्नुहुन्छ मेरो शेयरको लगइन पेज आइसकेको छ। र यहाँ सबैभन्दा माथि सिलेक्ट योर डीपी भनेर भनेको छ। यहाँनिर चाहिँ तपाईहरुले डिम्याट खाता खोल्दाखेरि कुन संस्थाबाट खोल्नु भएको थियो त्यसको नाम राख्नुपर्ने हुन्छ। मैले चाहिँ नासाबाट खोलेको भएर नासा सेक्युरिटिज राख्छु। त्यसपछि यहाँनिर तपाईले आफ्नो युजर नेम अनि पासवर्ड राखेर लगइन गर्नु होला। यसरी लगइन गरिसकेपछि तपाईहरुले यहाँनिर मेरो शेयरको ड्याशबोर्ड देखिसक्नु भएको छ। ड्याशबोर्डमा सिधै तपाईहरुले यहाँनिर परचेज सोर्समा क्लिक गर्नु होला। यसरी परचेज सोर्समा क्लिक गरिसकेपछि यहाँ देख्न सक्नुहुन्छ परचेज सोर्स माई होल्डिङ माई WACC। WACC चाहिँ पहिला गरेर राख्दा नि हुन्छ। तपाईहरुले शेयर परिसकेपछि अथवा किनिसकेपछि यदि गर्नु भएको छैन भने नि यो शेयर ट्रान्सफर गर्नुभन्दा अगाडि चाहिँ WACC गर्नुपर्ने हुन्छ। मैले चाहिँ अगाडि नै गरेर राखिसकेको भएर यहाँनिर लिस्टमा तपाईहरुले देख्न सक्नुहुनेछ। मैले चाहिँ आज बेचेको क्रेस्ट NMIC यहाँनिर देख्न सक्नुहुन्छ 10 किता 100 रुपैयाँको दरले 1000 टोटल यसको अमाउन्ट भनेर चाहिँ यसरी देखाउँछ WACC। त्यसपछि तपाईहरुले माई होल्डिङ डिफाइन गर्नुपर्ने हुन्छ। माई होल्डिङ डिफाइन गर्नको लागि चाहिँ माई होल्डिङमा क्लिक गरिसकेपछि स्क्रिप भन्ने ठाउँमा क्लिक गरेर तपाईले कुन बेच्नु भएको यहाँनिर सर्लक्क देखिन्छ। यसलाई 1 बाइ 1 सिलेक्ट गर्नुपर्ने हुन्छ। जस्तो NMIC मैले बेचे, यसलाई सिलेक्ट गरेर सर्च गरे। सर्च गरेपछि तपाईले यहाँ देख्न सक्नुहुनेछ NMIC। अनि यो चाहिँ मेरो होल्डिङले चाहिँ 47 डेज मात्रै भएको छ, सर्ट टर्म भयो। यसलाई चाहिँ यहाँनिर क्लिक गरेर हामीले कन्फर्म अथवा प्रोसेस गर्ने। त्यसपछि यहाँ एग्री गर्नुपर्छ। यो टर्म्स एन्ड कन्डिसन हामीले सधैँ एक्सेप्ट गर्नुपर्छ। यसरी एक्सेप्ट गरिसकेपछि अपडेट गरेपछि माई होल्डिङ डे चाहिँ कन्फर्म भयो। मैले अर्को नि बेचेको छु, त्यसले गर्दा यो क्रेस्ट यसको नि अपडेट गरौँ एकैचोटि। अपडेट गर्ने मैले प्रोसेसिङ गरेँ, सेलेक्ट गरेर प्रोसेस गर्दै यसलाई एग्री गरेर अपडेट। ओके, त मैले बेचेको दुईटै शेयरको चाहिँ होल्डिङ अपडेट भइसक्यो। यसरी अपडेट गरिसकेपछि अब चाहिँ माई EDS मा जाने। EDIS मा गइसकेपछि चाहिँ यहाँनिर ट्रान्सफर शेयर भन्नेमा गएर क्लिक गर्ने। यहाँ तपाईले देखिसक्नुभयो यहाँनिर अब यो सेटलमेन्ट डेट चाहिँ 18 को भनेको छ। मैले आज 15 मा बेचेको 18 मा चाहिँ सेटलमेन्ट डेट हो। त्यही भएर मैले चाहिँ 15, 16, 17 मा गरिसक्नु भनेको छु। भोलि शुक्रबार भएर शनिबार भएर चाहिँ 18 को सेटलमेन्ट डेट छ। त्यसलाई त्यही भएर 18 सेटलमेन्ट डेट हो। यहाँ आइसकेपछि चाहिँ यो भ्यू डिटेलमा क्लिक गर्ने। भ्यू डिटेलमा आइसकेपछि ओपन हुन्छ। मैले कुन शेयर बेचेँ भन्ने कुरा यहाँ देखाइरहेको छ स्क्रिनमा। त्यही भएर यहाँनिर क्लिक गरेपछि चाहिँ सबै एकैचोटि जति पनि बेचेको छ त्यो सिलेक्ट गर्नुभयो। जस्तो अब एउटा गरेँ भनेदेखि चाहिँ एक-एकवटा सिलेक्ट हुन्छ। त्यही भएर जति पनि हामीले बेचेको छौँ एकैचोटि ट्रान्सफर गर्नको लागि चाहिँ एउटा यहाँनिर क्लिक गरेपछि एकैचोटि सिलेक्ट हुन्छ र एकैचोटि ट्रान्सफर हुन्छ। त्यसपछि यहाँनिर प्रोसिडमा गएर क्लिक गरिदिने। यहाँ पनि यो टर्म्स एन्ड कन्डिसन एक्सेप्ट गर्न भनेर भन्छ। यसलाई एक्सेप्ट गरिदिने, क्लिक गर्ने। अब कन्फर्म गरेपछि चाहिँ शेयर ट्रान्सफर हुन्छ हाम्रो, हैन। यहाँनिर क्लिक गरिदिने। यहाँनिर एउटा डायलग बक्स आउँछ। तपाईहरुले ख्याल गर्नुपर्ने हुन्छ। यो डायलग बक्स चाहिँ कन्फर्मेसन हो। हामीले शेयर ट्रान्सफर गरिसकेपछि चाहिँ योर शेयर हेज बीन ट्रान्सफर सक्सेसफुली भनेर भन्छ। ग्रीन कलरमा हुन्छ। नेट अलिक स्लो छ, त्यही भएर थोरै टाइम लाग्छ, हैन।
है त यहाँ देख्नुभयो यहाँनिर सक्सेसफुली रिक्वेस्ट फर ट्रान्सफर सेयर भनेको छ। यति गरिसकेपछि हामीले बेचेको सेयर चाहिँ ट्रान्सफर भयो है त। अरु यस्तै भिडियोको लागि चाहिँ च्यानललाई हेर्दै गर्नुहोला। हस्त धन्यवाद।